बिन्ता हजुर हेर्न यिनी माउ र भाला पा हेर्न के छ र त्यहाँ दुईटा माउ छन् एउटा भाइरा छ मजाले चढ्छन् फेरि के भ्याउ छ त्योबाट केही ज्ञान सिकिने तैँले के ज्ञान सिक्ने त्यहाँ यसो ध्यान दिएर न धेरै ठुलो ज्ञान छ त्यहाँ सिक्नलाई क्या त चरा पनि कहिल्यै ध्यान हुन्छ त्यो मजाले दुईटा माउ कुरा चढ्छन् सुन अनि एउटा भाले त्यतिर बसाउँछ टक्क मजाले एउटा भाला छ त्यो मेराभन्दा त्यो भाल्याको जिन्दगी मजा क्या धेरै राम्रो छ मेराभन्दा भाल्याको टक्क दुईटी माउ दुईटी गर्लफ्रेन्ड मजाले अघि पछि लगाएको छ हिँडाएको छ अनि रोजी रोजी यसो पनि हुन्छ होला जता मन लाग्यो उतैतिर अनि न रिस छ यिनी दुईटा माउलाई एक अर्कातर्फ न रिस छ न राग छ मजाले चर्या छन् यिनीहरू त्यसपछि आफ्ना आफ्ना चल्ला जन्माउँछन् केही रिस राग छ यिनी दुईटामा हल्लै त म एउटी केटी मात्र केटीको नाउँ लिन पाएको न घोच्चुल्याइ थुर्न आइदिन्छ कति मजाले मिलेर बसेका छन् यहाँबाट केही पाठ सिकिने तैँले तपाईँ क्या अर्का जन्ममा भाले भाइ जन्मिनु होला अनि हाय मान्छेले हाय दादापन तताइकन हाय कुकुर ल्याइन ट्याक्क मुन्टो हिमेटापछि हाय थाहा होला कस्तो हुन्छ नि भाला जिन्दगी एकैपटक ल्याउँछन् कहाँ पार्दा कक्कै पारिदिन्छन् अब अर्का जन्ममा त भाले भाइ जन्मिनु होला है तपाईँ भाले भाइ जन्माउनुहुन्छ भगवान्ले पनि है त्यो त हो कि तर जबसम्म बच्छ तबसम्म चाहिँ रोजी रोजी के न खानु लाग्ने खेती खेती दगुराए जानेर भेटाए त्यहीँनिर त्यस बिहामा त भाले भाइ जन्मिनु होला है तातो पानीमा हालेर पनि मजा आउँछ भालेमा है यति बस्छ नि भाले हेर्ने यिनी देखेर मलाई बरु रमाइलो लागिरहेछ क्या मान्छे मैले केटीहरूले पनि यस्तै मजाले मिलेर बस्न सक्ने भए कति मजा आउँथ्यो हेर कति मजाले हिँडिरहेछन् भयो